मैले अहिलेसम्म पढेको बुझेको भोगेको अनुभव गरेको आधारमा जिन्दगीको उद्देश्य के हो त भनेर भन्दाखेरि खुसी हुनु। तपाईँले जे पनि गर्नुहोस्, जतिसुकै कुराहरू प्राप्त गर्नुहोस्, जतिसुकै कुराहरू प्रगति पनि गर्नुहोस्, यदि तपाईँ खुसी हुन सक्नु भएन भने त्यो प्रगति, त्यो प्राप्त गरेका कुराहरूको केही पनि मूल्य रहनेवाला छैन। त्यस कारणले जिन्दगीको उद्देश्य एउटै मात्रै छ, खुसी हुनु। हर मोमेन्टमा, हर अवस्थामा, हर सिचुएसनमा खुसी भएर बाँच्न सक्नु जिन्दगीको उद्देश्य यही नै हो। चाहे तपाईँ जेसुकै प्राप्त गर्नुहोस्, जतिसुकै प्रगति गर्नुहोस्, अरू केही पनि छैन उद्देश्य जिन्दगीको। खुसी हुनु नै जिन्दगीको सबभन्दा ठुलो उद्देश्य हो, अरू केही पनि छैन। अझ प्रगति गर्दै खुसी गर्नुपर्छ, काम गर्दै खुसी हुनुपर्छ। यही हो जिउने कला।